यो व्हाट्सअप कडा हो आज चाहिँ डे 4 अफ लर्निङ बार्बर कोर्स इन चितवन होइन। म चाहिँ घरबाट निस्किन लागिसकेँ। यो चाहिँ मेरो घरतिरको भइहाल्यो होइन। अब हामी चाहिँ ब्रदर्स बार्बर सपमा आइसक्यौँ होइन। यहाँ चाहिँ अब हाम्रो कटिङको चाहिँ होइन के चाहिँ तपाईँहरूलाई पज गरेर हेरेर आउन सक्नुहुन्छ यहाँनिर चाहिँ। अनि हाम्रो यो चाहिँ सिटिङ एरिया भइहाल्यो होइन। यसकै अगाडिपट्टि चाहिँ अब हाम्रो कटिङ एरिया भइहाल्यो। यहाँ चाहिँ दाइले दारी बनाइराख्नु भएको छ। अब चाहिँ हामी यहाँनिर पेपर कटिङ गरिराख्नुपर्छ होइन। प्र्याक्टिस मेक म्यान पर्फेक्ट भन्छ नि। अब हामी चाहिँ यहाँनिर पर्फेक्ट भएर चाहिँ बाहिर बार्बरिस्ट भनेर निस्किनुपर्छ। अहिले चाहिँ म यहाँनिर डमीको सेभिङ यहाँनिर छु होइन, हेयर सेभिङ। अनि यहाँ चाहिँ हामीले केयरफुल भएर हान्नुपर्छ। केयरफुल भएर हानेन भने चाहिँ कट लाग्न सक्छ कि। अनि दारीमा पनि त्यही नै हो सेम होइन। हामीले भेरी केयरफुल भएर चाहिँ यहाँनिर सेभिङ गर्नुपर्ने हुन्छ हामीले डमीको पनि। नत्र भए चाहिँ कस्टमरहरूलाई गाह्रो पर्न सक्छ, कट लाग्न सक्छ। अब चाहिँ म दारी र चाहिँ कपाल चाहिँ एकैचोटि गरिदिन लागिरहेको छु होइन। कसै कस्टमरको चाहिँ डिमान्ड हुन्छ नि त एकैचोटि गरिदिनुहोस् भनेर। अनि त्यसको लागि चाहिँ हामीले आफ्नो हातलाई पर्फेक्ट बनाएर राख्नु पऱ्यो नि त त्यो बेलासम्म चाहिँ। त्यही भएर अनि हामीले गरिरहेछौँ। अनि म चाहिँ यसो मेरो मायालाई फकाउँदैछु कि ऊ चाहिँ लास्ट रिसाइ गर्छिन् होइन। अनि फकाउँदा मान्दिनँ। जस्ट किडिङ गाइज, ऊ चाहिँ एउटा डमी होइन। अनि डमी पनि रिसा जस्तो छ। थ्याङ्क यू फर वाचिङ।